हेलो साथीहरु सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा। आई होप सबै सन्चै हुनुहुन्छ होला है। मलाई चाहिँ धेरै साथीहरुले चाहिँ कमेन्ट गर्नु भएको थियो हैन। त्यो कमेन्टको जवाब चाहिँ मैले एकमुष्ट भिडियोमा दिन गइरहेको छु हैन। सबैले सोध्नु भएको छ कि दाइ मेरो 82 दिन भयो, दाइ मेरो 40 दिन भयो, मेरो जनवरी यतिमा गरेको, मेरो फेब्रुअरी यतिमा गरेको भन्नु भएको छ। जुन अहिले जुन यो क्रोएसियाको भेपेस गरेर बस्नु भएको साथीहरुको चाहिँ तपाईको लगभग 80, 82, 85, 78 हैन हो यति दिनको अवधिमा तपाईले भेपेस गरेको यति दिनको पिरियडमा भिजा आइरहेको छ हैन। त्यति दिनको पिरियडमा चाहिँ यहाँ भिजा आइरहेको छ। अब तपाईले भिजा गरेको भेपेस गरेको कति भयो हैन, नेपालबाट गरेको गर्नु भएको छ भने चाहिँ 4-5 दिन छिटो पनि आउन सक्छ, प्रायः जसो ढिलै आउने गरेको छ हैन। 4-5 दिन ढिलै नै आउने गरेको छ भिजा नेपालबाट गर्ने साथीहरुको चाहिँ। कुनैको होला हैन, नत्र भने चाहिँ भिजा आउने टाइम अहिले क्रोएसियाको भिजा आउने रेसियो चाहिँ तपाईको अलिकति भिजा रिजेक्सन पनि बढिरहेको छ हैन। त्यो के कारणले हो म तपाईलाई अर्को भिडियोमा भन्ने छु। त्यही पनि सर्टकटमा अहिले हल्का भनिदिन्छु। अब यहाँ क्रोएसियामा प्रायः जसो सिजनल कामहरु चल्ने गर्छ हैन। सिजन लगभग सुरु भइसक्यो हैन। अब यो टाइमसम्म पनि तपाईको भिजा नआएर वेटिङमा बसेको छ भने चाहिँ यहाँको साउहरुले भिजा नआउन पनि सक्छ उनीहरुको। बरु मैले यहीबाट अरु मान्छे खोज्छु भनेर यहीँको मान्छे खोजिसकेको हुन्छ। अनि भिजा दिने बेला पुलिसले तपाईको उलाई सोध्यो भनेपछि मलाई चाहिदैन मैले ल्याइसके भने अनि तपाईको भिजा रिजेक्सन बढ्छ है। मैले सर्टकटमा भन्दै डिटेलली अर्को भिडियोमा भन्ने छु। आज चाहिँ अर्कै सुन्नु न हैन। हो यो भएको छ, सबै साथीहरुले कमेन्ट गर्नु भएको छ। अनि अर्को कुरो जुन भेपेस गरेर बस्नु भएको साथीहरुले चाहिँ तपाईले प्रत्येक दिनको बेलुका 5 बजे चाहिँ भिजा ट्र्याक गरेर आफ्नै मोबाइलबाट चेक गर्नु होला है, स्ट्याटस चेक गर्नु होला हैन। अनि त्यसपछि मैले अलरेडी भिडियो बनाएको छु हैन। मेरो माथि गएर हाउ क्यान ट्र्याक भिजा भनेर एउटा भिडियो बनाएको छु। त्यहाँ गएर त्यो भिडियो हेर्नु भने पूर्ण रूपमा जानकारी लिन सक्नुहुन्छ हैन। आई होप सबैले बुझिसक्नु भयो होला। अब सबैको कमेन्टको रिप्लाई दिन सकिएन, त्यसको लागि सरी है। किनभने अब यहाँ सिजन एकदम बढिसक्यो हैन। मेरो पनि काम हुन्छ हैन, म पनि काम गर्नुपर्ने हुन्छ। त्यही भएर कामको व्यस्तताका कारणले गर्दाखेरि मैले सबैको एकमुष्ट कमेन्टको रिप्लाई चाहिँ भिडियो मार्फत दिएको छु। भिजा लागेको साथीहरु पनि राम्रोसँग आउनु होला, जति सक्दो छिटो आउनु होला। जुन सिजनल काम आउने साथीहरुले चाहिँ एजेन्टलाई भनेर भिजा आएको छ भनेपछि धेरै अब एजेन्टले अब अलिकति सस्तो टिकट खोजेर वेट गरिरहेको होला। अलिक पेलेर अलिक छिटो निकाल्दिए मलाई जान्छु, छिटो जानुपर्ने हो यताउति भन्नु होला हैन। अनि अर्को कुरो जुन भिजा लागिसकेपछि तपाईको लगभग 1.5 महिना जतिको म्याद हुन्छ त्यसमा हैन। त्यो म्याद चाहिँ कस्तो हुन्छ भने दाइ मेरो त भिजा आएको यहिले आएको रहेछ, मेरो त 1 महिना मात्रै बाँकी छ भन्नुहुन्छ। त्यसले तपाईको केही फरक पर्दैन। जुन त्यो पासपोर्टमा तपाईको 1 महिना अथवा 1.5 महिनाको मात्रै त्यो टाइम राखिदिएको हुन्छ। त्यो टाइमभित्र चाहिँ तपाईको इन्ट्री भिजा हो के। तपाई त्यो मितिभित्रमा यहाँ क्रोएसिया आएर वर्क पर्मिट के अरे टिआरसी कार्ड एप्लाई गरिसक्नुपर्ने हुन्छ क्या हैन। हो त्यही भएर पासपोर्टमा भिसा लाग्ने भनेको त्यही 1.5 महिनाको हो हैन। त्यसले केही फरक पर्दैन। तर त्यो मितिभित्र चाहिँ यहाँ क्रोएसिया आएर तपाईले टिआरसी कार्ड एप्लाई गरिसक्नुपर्छ है। त्यो चाहिँ त्यस्तो हो। ठिक छ, भिजा आएको साथीहरु छिटै आउनु होला, शुभकामना छ। र भेपेस गरेर वेटिङमा बस्नुभएको साथीहरुको चाहिँ शुभकामना, छिटै भिसा आओस् है। अनि छिटै आउनु होला। आजको भिडियो चाहिँ यति नै साथीहरु। भिडियो कस्तो लाग्यो, भिडियो मन पर्यो लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला। सक्दो शेयर गर्नु होला है। आयो बुझ्नु भयो होला। यदि बुझ्नु भएको छैन भने फेरि कमेन्ट लेख्नु होला। कमेन्टको एकमुष्ट रिप्लाई चाहिँ म भिडियो मार्फत दिने गर्छु। किनभनेपछि मैले कमेन्ट हेर्न अलिकति टाइम लाग्छ मलाई अहिले, किनभने म आफै काममा बिजी छु है गाइज। यति भन्दै आज चाहिँ म छुटिन चाहन्छु। हवस् त, बोक दोबिदेन्या चाहो विधिमोसे।